बैक टू माई यूट्यूब चैनल। सो गाइज अहिले चाहिँ यो सालको नयाँ सिजनको नयाँ आएको चाहिँ अचार बन्दैछ। सो लेट्स सी कस्तो हुन्छ आएको अचार। यो साल पोहोर साल चाहिँ एकदमै मिठो भएको थियो, अब यो साल चाहिँ कस्तो हुन्छ हेरौँ। सो हामी चाहिँ आँपको अचार बनाउँदैछौँ र क्यामराम्यानमा चाहिँ मेरो बुढी, अनि त्यसपछि म चाहिँ यहाँ आँपको अचार बनाउँदैछु। सो लेट्स सी होइन। सो हामी चाहिँ आज यो आँपको अचार बनाउँदैछौँ। अब यसलाई चाहिँ धोइ पखाली गरेर एकछिनमा हामी काट्नेछौँ, अनि त्यसपछि यसको आँपको अचार चाहिँ एक दिन एकदमै सुकाएर यसलाई टक्क लगाएर चाहिँ हामी आँपको अचार बनाउनेछौँ। अब बनिसक्यो भने चाहिँ यसको रिभ्यू पनि हजुरहरूलाई दिउँला कस्तो बन्छ। सो मिठो बन्छ कि नमिठो बन्छ कि त्यसको रिभ्यू पनि हामी तपाईँहरूलाई दिनेछौँ। र हामी चाहिँ अब आँप कटिङतिर लाग्यो भने त अब हामी चाहिँ टक्क लगाएर आँपलाई चाहिँ चट्ट लगाएर यसरी कटिङ